हेलो नमस्ते। आज फेरि आएँ कि म गन्थन गर्नलाई। यत्तिकै बसिरहेको थिएँ। दिमागमा यति धेरै कुराहरू चलिरहेको छ नि त। मान्छे भने दिमागमा त सोच्न आइरहेको छ नि त, कुरा त केही न केही त चलिरहेको हुन्छ सबैको, होइन? अनि त्यही बेलामा चाहिँ मलाई कस्तो दुई चारवटा कुराहरू भनौँ भन्दा पनि सोधौँ भने जस्तो फिल भयो कि एउटा क्वेसन। के तपाईँ खुसी हुनुहुन्छ? आर यु ह्याप्पी लाइफमा? मनदेखि एकदमै खुसी के। मैले सोचेको जस्तो भयो, मैले भनेकै जस्तो भयो, ओहो मैले चाहेको जस्तो लाइफ बाँचिरहेको छु भनेर खुसी हुनुहुन्छ? यो क्वेसन मैले आफूलाई पनि सोध्छु कि आफूलाई सोद्धा चाहिँ मैले के पाएँ भने, होइन, पार्सियल्ली म खुसी छु, होइन, अलिअलि, तर अलिअलि दुःखी पनि रहेछु। दुःखी के कुराले भन्ने कुरा पछि गरौँला है। खुसी के कुराले? खुसी चाहिँ कतिजनाले सोच्नुहुन्छ बिहान उठेपछि चाहिँ उठिन्छ नि, ओहो म त उठेँ, म त बिउजे छु त भन्न त अस्किनु चाहिँ गर्न, म उठेछु, म त बिउजे छु, म त सास फेरिरहेको रहेछु नि त, म त सुतेको भएन रहेछु नि त भनेर है। त्यो पनि एउटा सबभन्दा ठुलो खुसीको कुरा हो नि त, होइन? सास फेरिरहेछौँ, बिउजिरहेछौँ, बिहानी उठिरहेछौँ, त्यसैले त लाइफको अरू कुराहरूलाई हामीले फिल गर्न सकिरहेछौँ नि, होइन? अरू कुराहरूलाई जिउन सकिरहेछौँ नि त। त्यसैले त्यो कुराले चाहिँ खुसी नै लाग्छ, होइन? र अर्को कुरा भनेको चाहिँ कति मान्छेहरूलाई चाहिँ पैसा धेरै कमाएर खुसी लाग्न सक्छ, होइन? कति मान्छेहरूलाई चाहिँ सपिङमा गएर घुम्न गएर खुसी लाग्न सक्छ। त्योहरू त छेडिक भयो, होइन? सपिङ त आज गऱ्यो, भोलि फेरि अर्को सामान देख्यो भने अर्को मनपर्छ, त्यो त छेडिक खुसी भयो। कसैलाई चाहिँ आफूले माया गरेको मान्छेसँग हुन पाउँदा खुसी लाग्छ, होइन? त्यो त अफकोर्स 99.99% मान्छेलाई, आई मिन मोर देन 100%लाई लाग्छ होला, होइन? मलाई त लाग्छ अफकोर्स। माया गरेको मान्छेसँग हुन पाउनु भनेको धेरै ठुलो कुरा हो, भाग्यको कुरा हो, होइन? कसले भाग्यमा विश्वास गर्नु त मलाई थाहा छैन, फेरि यहाँ भाग्य भन्यो भनेर फेरि नहोरिनु, होइन? म चाहिँ गर्छु। भाग्यमा नभएको कुरा पाइँदैन भन्छन्, मलाई पनि फिल हुन्छ त्यस्तो कुरा चाहिँ, होइन? मेरो बुवाले जहिले पनि भन्नुहुन्थ्यो कि भाग्यमा जति छ त्यति मात्र पाउने